हेलो गाइस, सम्पूर्ण नेपालीहरूमा म पी वाचिङ टक्सोको तर्फबाट नमस्ते। म तपाईँहरूलाई मेरो परिचय मात्र सरसर दिनु लागिरहेको छु। यो परिचयलाई नै काफी छ तपाईँहरूलाई। हामी नेपाली भएर चाहिँ हामी जन्मिनुमा चाहिँ यति बुझ्यो भने मेरो परिचय नै काफी छ। त्योभन्दा माथि फेरि नेक्स्ट टाइम हामी बुझ्दै गरौँला। ओके, लेट्स सी। हामी आमाको गर्भबाट चाहिँ पैदा हुने बित्तिकै एउटा मानव सभ्यतामा हामी चाहिँ परिणत हुन्छौँ। हामी एउटा मानव भएर जन्म लिन्छौँ अनि हामी चाहिँ मानवताको व्यवहार अहिलेसम्म गरेको मैले कतै पाएको छुइनँ। त्यही भएर हामी मानव र मानवताको व्यवहार चाहिँ लागू गर्ने एउटा राम्रो कुशल नेतृत्वकर्ता बन्न सकौँ र म दोस्रो फेजमा जान्छु। योभन्दा 25-30 वर्ष अगाडि चाहिँ हामी नेपाली हौँ भनेर चाहिँ गर्वका साथ भन्ने सान चाहिँ हाम्रो पुर्खाहरूले हामीलाई नामाकरण गरिदिनु भएको थियो। त्यो चाहिँ अहिले गुमाउँदै गएको छौँ। सम्भवतः अहिलेको जुन नयाँ नेतृत्वकर्ताहरूले जुन त्यो नामलाई चाहिँ फेरि फर्काउँछ भन्ने चाहिँ झिनो आशा चाहिँ छ। र तेस्रो, म एउटा जन्मे किराँत, एउटा म चाहिँ म भनौँ कि किराँत हाम्रो चाहिँ एउटा म वंशमा एउटा जन्मेको कारणले गर्दाखेरि चाहिँ एउटा म भूमिपुत्र। जन्मिँदै नेपालमा चाहिँ सबै जातिका छौँ, तर हामी चाहिँ कसम चाहिँ एकदमै मिलेर बस्नुपर्ने हो। तर हामी कतिपय कुराहरूमा चाहिँ हाम्रो यही धर्मकै बारेमा चाहिँ हामी कतिपय अब भनाभन पनि भइरहेको हुन्छ। कसै त्यो त आफूले जे इच्छा लाग्छ त्यो त मान्नु पाउनुपर्छ। त्यही भएर तर एडभर्टाइजिङ गर्नु हुँदैन, किनभने चाहिँ मान्छेको हृदयदेखि नै यो धर्मलाई चाहिँ म मान्छु भनेर हामी चाहिँ मलाई विश्वास लाग्छ धर्मप्रति भन्यो भने चाहिँ त्योतिर लाग्ने। तर हामी एडभर्टाइजिङ गरेर कतिपय एउटा नकारात्मक सन्देश दिएर प्रबोधन देखाएर चाहिँ आफूतिर चाहिँ ल्याउनु भएन, आकर्षित गराउनु भएन। त्यही भएर म यही नै सन्देश दिन्छु तपाईँहरूलाई। म चाहिँ अब तेस्रो चौथो फेजमा जान्छु। मैले चाहिँ एउटा बाल्यकालमा एउटा स्कुल लेभल बिताएँ। त्यस पछाडि म उमेर पुगिसकेपछि चाहिँ एउटा म नेपालकै सबभन्दा ठुलो संस्था, म चाहिँ एउटा नेपाल आर्मीमा मैले चाहिँ एउटा आफ्नो कार्यरत गरेर आफ्नो सेवालाई चाहिँ कति गर्नु मन लाग्छ त्यति गरेँ। अनि त्यस पछाडि मैले हापिदिएँ र अहिले म चाहिँ नेपाल छोडेर म विदेशमा गुलामी गर्दैछु। यो चाहिँ मैले पाएको एउटा आफ्नो क्वालिफिकेसनको चाहिँ एउटा अफर, मेरो चाहिँ डकुमेन्ट भनौँ यो हो। र बाँकी रह्यो हामी मानव भएर, हामी जन्मिँदै पाइलट, जन्मिँदै डाक्टर, जन्मिँदै हामी चाहिँ आर्मी, जन्मिँदै नेता, जन्मिँदै चाहिँ प्रधानमन्त्री, जन्मिँदै राष्ट्रपति हामी बनेको होइनौँ क्या, जन्मिँदै टिचर हामी बनेको होइन। यो पछि पाउने यो हाम्रो चाहिँ यो एउटा पाएको हाम्रो क्वालिफिकेसनले पाएको यो चाहिँ एउटा अपमान मात्र हो क्या। त्यही भएर हामी जन्मिँदा पनि हामी मानवै भएर जन्म्यौँ र हामी मर्दाखेरि पनि हामी मानवै भएर मर्ने हो क्या। त्यही भएर हामी यो बिचमा अनेकौँ हाम्रो चाहिँ यो ड्रामा गरिन्छ नि, यो ड्रामाहरूलाई यो वयत मात्र हो क्या। वयत हाम्रो चाहिँ टाइमलाई लस गर्ने, यो चाहिँ भुलाउने माध्यम मात्र हो क्या। त्यही भएर तपाईँहरू मर्दाखेरि तपाईँहरू डाक्टर भएर मर्नुहुन्न, मर्दाखेरि पाइलट भएर मरिँदैन, मर्दाखेरि मन्त्री भएर मरिँदैन र मर्दाखेरि चाहिँ राष्ट्रपति भएर मरिँदैन, मरिँदाखेरि जनता भएर मरिँदैन। त्यही भएर एउटा मानव भएर मात्र हाम्रो चाहिँ प्राण जान्छ र हाम्रो, त्यही भएर हामी चाहिँ मानव भएर चाहिँ एउटा मानवताको सबैलाई समान व्यवहार गरौँ भनेर यो भिडियोमा चाहिँ मैले अपलोड गर्दैछु। र प्यो वाचिङ टक सोलाई पनि सबैजनाले चाहिँ फलो गरिदिनु होला। धन्यवाद। हस्त सेवाहरू।